हे गाइज व्हाट्सअप म ठिक छु। होप तपाईहरु पनि सबै सन्चै आरामै हुनुहुन्छ होला भन्ने लागिरहेछ। यति बेला टाइम भइरहेको छ रातिको 2 बजिरहेछ र हामी कहाँ किन भन्ने कुरा एकैछिनमा तपाईहरुलाई भन्छु। टाइम पनि कम्ती छ हैन। अनि र क्याब पनि आइसकेको छ। ओटीपी जाओ फ्रंट में जाओ। मैं फ्रंट में जाऊँ या अच्छा बैक साइड में लाइट है क्या? लाइट नहीं है, ठीक है कहीं भी कर सकते। ओटीपी बोल दो उसको। ओटीपी भैया 267। हेलो हेलो हामीलाई छोड्न हिँडेर आउनु भएको थियो हैन सरले। गाइज हामी चाहिँ यति बेला रेस्टुरेन्टबाट हिँडिसकेका छौँ हैन। क्याबभित्र अलिकति लाइटिङ हुँदाखेरि चाहिँ अहिले हामी देखाउन सक्दैनौँ। पछाडि अलिअलि त देखिँदैछ, भाइ छन् त्यहाँनिर, आदिल भाइ यता छ। हाम्रो चाहिँ ठ्याक्क किलोमिटर चाहिँ टाइमिङ चाहिँ 51 मिनट्स देखाइरहेछ, समथिङ 31 किलोमिटर। सो अब यस्तो हो नि त, हामी भिडियो बनाउने मान्छे हो हैन। हामी भिडियो बनाउने मान्छेको लागि चाहिँ पक्कै पनि निस्किने बेला रुमबाट निस्किनु हुँदैन। हामीलाई चाहिँ भिडियोको याद आउँछ कि फेरि हैन, हामीले त्यो चाहिएको कन्टेन्ट हुन्छ। सो यति बेला म अहिलेसम्म चाहिँ हामी इन्ट्रो दिएदेखि अनि क्याबमा बसेरदेखि यहाँसम्म आइपुग्ने बेलासम्म चाहिँ अडियन्सलाई चाहिँ भनेको छैन वास्तवमा हामी कहाँ जान लागेको छौँ भनेर हैन। अब भिडियो स्टार्ट भइसकेपछि अनि अडियन्सलाई केही सेकेन्ड केही मिनटको क्लिपहरू देखाइसकेपछि पक्कै पनि भन्न जरुरी नै पर्छ हैन। इमर्जेन्सी भएर थाहा पनि थिएन। आज नै होइन आज नै है, बिहानै नै मतलब बिहानैमै घरमा प्रब्लम भएको हुनाले चाहिँ मम्मीलाई अलिकति बिमारी भएको हुनाले भाइ चाहिँ इमर्जेन्सीको लागि चाहिँ गएको छन्। भगवान्सँग सबैले चाहिँ मैले पनि प्रार्थना गरिरहेको छु कि मम्मीलाई केही पनि हुँदैन, चाँडै ठिक हुन्छन् र भाइ पनि वापस रिटर्न आउँछन्। आउने त छ नि प्लान, त्यस्तो मतलब डाउट त छैन नि, मतलब हैन आउँछ नि। ल ठिकै छ, आउनुपर्छ। अनि फेरि केही समय बसेर चाहिँ हैन अरू केही समय बेङ्गलोरमा बिताइदिनुपर्छ भन्ने हो। अनि अर्को कुरा गाइज हैन, योभन्दा अलि अगाडि पनि हामी आएको थियौँ है आदिल भाइलाई छोड्नको लागि चाहिँ आएको थियो। त्यो बेला चाहिँ उस टाइम में थोड़ा हालत खराब हो गया था ना, तो इसलिए थोड़ा जाने स्टार्टिंग टाइम में ही लगेज चाहिँ निकाला न उताबाट। हाँ नहीं अब इससे पहले कहाँ पे थे? टर्मिनल 1 में था मेरा। वो अलग है ना। अभी थोड़ा सा हम लोग कहाँ पे जाकर वेट करेंगे? हाँ चलो वहाँ जाके बोर्डिंग करवाना। चलो हामी चाहिँ अब लगभग त्यहाँबाट उत्रिसकेर पनि हामी भाइको लागि चाहिँ टर्निङको लागि चाहिँ हामी निस्किरहेको छौँ हैन। भाइहरू देखिरहेछन् कहाँनिर हो के हो टर्निङ गर्ने। एंट्री यहाँ से भी कर सकते। अच्छा वासरूम जाने भनेको? वही तो वहाँ पे थे। अच्छा हाँ आऊ न। बैगलाई चाहिँ कता राख्नु? बैगलाई यता साइडमा राख न। हमने जो उस टाइम में यूज किए थे वो कहाँ था, कौन सा? यो भइरहेछ नि। चलो